फाइनली हामी धरान आइपुगेको छौँ। फाइनली सर्दो खोला पैसा सक्यो अरे। फाइनली चत्रा लाइन बस स्ट्यान्ड आइपुग्यो। अब उत्रिनु पर्छ। झर न सबैजना यहीँ हो क्या? स्ट्यान्ड यही हो। ल ल ल ल ल गाइजहरू गाइजहरू आजको हाम्रो के अरे लक्ष्मी हाइकिङ होइन? चत्रा लाइनमा हामी चाहिँ पुरा बेगारी भएर हिँडिरहेको छौँ। फाइनली हामी छाता चोक आइपुग्यो। छाता चोक आइपुग्यो हामी होइन? गाडी चढेर बाई बाई। एकजना अगाडि बस्ने हो। म बस्छु ल त सानो। भनेपछि रुममा कति सय रुपियाँ बेसी लग्यो? 300 रुपियाँ बेसी लग्यो नि। 300 ए जेनिका खत्री ए कता होला पत्री ए लक्ष्मी राई मोटी गाई लक्ष्मीलाई म होइन मोटो खाजा। जय मेरो साथ रुमा कसको याद आउँदैछ अरे? बाटो हिँड्दा बाउ आमा सबैको पानी भेट्यो। यतिको धर्म गर्ने मान्छेले चाहिँ के अरे यतिको बाटो गलेको बेला पानी राखिदिने मान्छेलाई फलिफाप होस्। यो हर्को साम्पाङ नै होला नि त होइन? ल हर्को साम्पाङ यतिको उकालो हिँड्दाखेरि पानी खुवाएकोमा 84मा पनि मन्त्री खाइदिनु पर्यो। सबैजना गलेर सिकिस्त भएको अवस्था। म पनि यो सिसा बेगरको चस्मा रहेछ मैले बाटो भेटेर लगाइदिएको। ल हामी कहाँ
डाँडाको माथि माथि आइसक्यौँ है। लगभग अब 25 होला 100मा। निङ्गुरो पनि भेटेँ। अब म बाटो एक छाक बनाउँछु म तरकारी। थ्याङ्क यू। हेर्नु मैले कति भेमाको सुत्दाउने त्यही भएर मैले निको पनि दिएँ। कति बाइक छ अझै अब दाइ? खानु हुँदैन। दाइ कति बाइक छ? अब माथि माथि आइसक्यो। माथि जाँदा त्यसको लेउ लाग्दैन हौ त्यो के होइन। ओ ए आ ओ ए आ ओ ए आ ओ ए आ ए कति बेरमा अघि आउनुभएको ओ ए आ ए ओ ए आ ए अघि आएको ल ल ल झन्डै मारी पठाएछ। अलि यता थियो पर्थ्यो। म त माथिको हिँड्नु होला भनेर त नि। खाजा टाइम हो फेरि। वा मेरो सब भाउजूलाई न म नखिचेको वाउ भनिबस्दो रहेछु म त। भिडियो नबनाए पो वाउ भनिबस्दो रहेछु। वाउ चाम्रे गुन्द्रुक साँधेको वाउ वाउ बदाम चिउरा चाउचाउ वाउ हाम्रो नि मेहनत छ नि त्यहाँनिर यत्रो चिउरा कुटेर लिएर बनाएर भुटेर लिएको वाउ होइन जेनिका हो। आजको सबैभन्दा कमजोर नुमाले त बाबुआमाकै नाम लिँदै थियो बचाऊ भन्दै। यो जयले गर्दा यहाँसम्म नुमा आइपुग्यो तानेर। निर्मला चाहिँ एकदम एक्साइटेडमा छ आज भेटर आउनटो। ओके मिठै हुन्छ चिउरा। बिचरा गाइजहरू बिचरा। रुमाले चाहिँ जयलाई भरे थ्याङ्क यू चाहिँ भन्नै पर्छ 3 चोटि। वाउ नेचर वाउ हावा त कस्तो आनन्द खायो। मनै सिरिङ्ग भयो। वाउ हेर कस्तो दामी आयो अहिले। मलाई होइन रुमालाई चिलो छाडा बोल्छ भिडियो भाइ। वाउ जुन माथि 1-2 फोटो हान्यो मुनि। यहाँहरूलाई हार्दिक स्वागत गर्दछ। मेरो सुको
यताउँदो आफ्नो आफ्नो सुरुमा छ मान्छेहरू कहाँ हो यहाँ तल जाने हो पछाडि फेरि कम्फु म पनि बनाइदिनु भा रुमाको टिकेवाडीमा नाम के छ हो खोल्ने नखोल्नु पनि दर्शन गर्नु शिवलिङ्गको हामी यो प्रवेशद्वार आयौँ दन्तकालीको मेन गेट स्ट्यान्ड दन्तकालीको स्ट्यान्ड क्या म त शौचालय गएर आउँछु शौचालय म पनि जाने स्ट्यान्ड हो सिधै हो फाइनली देउडामा ओ गाडी आयो यो त रिजर्भ हो रिजर्भ हो यो पानी परेर बल्ल शीतल भयो नि पानी परेर भेडारको मौसम अहिले चाहिँ चिसो हो क्या सबै हाम्रो गाइजहरू बिजोग भयो पानी परेर होइन पानी परेर बिजोग भयो नि अलिक छेउमा आउनु यता जाडो भयो हौ घरमा त उसको त यहाँ छ मैले आएर पुलुक्कै हेर्थेँ भने होइन